हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म जाँदैछु माथि त्यो डाँडामा। खासमा चाहिँ च्याउटिम्न हो जानु लागेको। अब कस्तो के हुन्छ गाइज है, हेरौँ। अहिले माथि हाम्रो घरको माथि पुगियो गाइज है। यही हो हाम्रो घरको माथिको दृश्य। उता हेर्नुहोस् त, चारैतिर बबाल दामी होइन, हिमालहरू पनि छ होइन। नुहाउने बुवालाई दर्शन गर्नु होला गाइज है। हेर्नुहोस् माथि ट्याक्कै दामी क्युटी एउटा हाम्रो गाई माथालाई भेटियो। हेर्नुहोस् दामी छ हैन, बाछी। म जागो त आइरहेको त यो बाछी नि। फाइनली गाइज पानीवाला पुगियो। यस्तो राम्रो हरियाली नेचुरल लभर होइन म, अनि हाम्रो दाइ पनि यहाँ हुनुहुन्छ होइन। कस्तो लागिरहेको दादा? एकदम बवाल लागिरहेको। हजुरहरूलाई चाहिँ यस्तो हामीहरूको यो पछाडिको ब्याकग्राउन्डको सिन चाहिँ मजाले दामी गरी बिस्तारै देखाउँछौँ। अब कस्तो लाग्छ हजुरहरूलाई है। कान्जिरुवा हिमाल छ, अनि त्यहाँमा यो हाम्रो मालिका, यो उठुको मालिका हो होइन। अनि यसबाट सिन पनि बबाल देखिरहेको गाइस है। अनि यो चारैतिर तर अहिले घाम लागेको छैन, पानी पर्न लाग्यो, त्यही कारणले चाहिँ राम्रो सिन चाहिँ देखियो होइन। चारैतिर हेर्नुहोस्। ओरिन पान्नेवाला यहाँ चाहिँ पानीको नाउलाहरू पनि छ, गाईले खाने होइन। गाई चाहिँ यो चाहिँ गाईले खाने हो। अनि यी सबै गाईको लागि चाहिँ बनायो यो पनि गाईको लागि चाहिँ प्योर नाउला। पानी पनि चिसो छ गाइस है। गाइस यहाँ चौरहरूमा पनि दामी दामी फुल फुल्या रहेछ है। अब माथि हजुरहरूलाई पानीको त टेन्सनै नरहेछ यार। आजकल त मस्त धारो पनि आइरहेको गाइस है। फुलै फुल छ, सेतो सेतो फुल। अरू के फुल भेटिन्छ यसरी? प्यालो फुल पनि रहेछ है गाइस। फुलहरू यार। गाइस यो फुललाई के भन्छ कमेन्ट गर्नु होला। यो फुल के फुल हो तर मलाई थाहा छैन। यो वाला फुल पनि के हो थाहा छैन गाइस है। वरिपट्टि चाहिँ रिनी गाउँ देखिन्छ यहाँबाट। हजुरहरूलाई रिनी गाउँ पनि देखाउँछ कस्तो छ यहाँबाट है। यही हो गाइस होइन, रिनी। पटमारा चाहिँ उता त्यो गाउँ वरिपट्टि छ, यतापट्टि छ। अनि अहिले त यहाँबाट देखिन्न होइन। अहिले चाहिँ क्लियर पाराले। अरू चाहिँ त्यही हो, अरू चाहिँ भ्यू के यस्तै छ गाइस। हामी देखिरह नि होइन, डाँडा काँडा बबाल देखिरह। रिनी गाउँको सिधै माथि चाहिँ यहाँ टावर छ गाइस है। घाम लागेपछि यति राम्रो देखाउँछ कि होइन, भ्यूहरू दामी देखाउँछ। भनौँ न रमाइलो छ यार। अब गाइस है, यो पान्नेउलाको सिन यही हो। उता रहेछ गाइस पटमारा गाउँ। हेर्नुहोस् त, थोरै देखिन्छ। यो चाहिँ पटमारा हो है। यहाँबाट सिन हेर्नुहोस् त बिस्तारै। यो पटमारा गाउँ थियो, अनि यो चाहिँ रिनी गाउँ। ठ्याक्कै यो बिच, यो डाँडाको बिच आरपार छ होइन। माथितिर डाँडा दामी छ है। बनावट बबाल बबाल छ। आजको भिडियो यति नै भयो गाइस है। बाँकी भिडियोहरू पनि आउँदै गर्छ बिस्तारै बिस्तारै। कस्तो लाग्यो हजुरहरूलाई पर्खिएर दिनु होला।